जापानमा चाहिँ नेपालीको खाजा भनेकै रामेन हो हैन। जस नेपालमा चाहिँ चाउमिन हुन्थ्यो भने चाहिँ यहाँ चाहिँ रामेन प्रायः जस्तो फेमसै छ भनौँ हैन। नेपाली स्टुडेन्टको लागि चाहिँ रामेन सजिलो छ हैन। तातो पानीमा उमाल्यो अनि त्यसपछि चाहिँ तातो पानी फेलेर चाहिँ यो हाल्ने, एउटा चाहिँ सुप हुन्छ, सुप हाल्ने अनि यही खाने बस्ने हो। अब हामी चाहिँ गाकोबाट भर्खरै आएको अनि भोक लाग्यो भने चाहिँ त्यही हो, सिधै पानी तताउने, त्यसमा चाहिँ रामेन हाल्ने अनि त्यसपछि सुप हुन्छ, सुप हाल्ने अनि खाने हो हैन। यसमा चाहिँ एउटा निको मासु पनि हुन्छ। मासु भेजले चाहिँ त्यो मासु गरेको चाहिँ प्याकेट नहाल्ने, भेज हो अन्डा पनि खाँदैन भने चाहिँ अन्डा पनि नहाल्ने। मैले चाहिँ तामाको होइन, यो चाहिँ तामाको भएर तामाको हालेर बनाएको हो। अनि यसरी जुन चाहिँ जापानमा चाहिँ खानेकुराहरू चाहिँ आवाज निकालेर खानुपर्ने रहेछ, आवाज निकालेको राम्रो मान्दो रहेछ जापानिजहरूले। अनि नेपालमा भए त यसले त खानै जानेन अनि भन्ने हुन्छ नि त, आवाज निकाल्यो भने कस्तो आवाज निकालेको छि भन्ने हुन्छ। जापानमा चाहिँ त्यस्तो आवाज निकालेन भने चाहिँ नराम्रो मान्ने रहेछन्, खानेकुरामा चाहिँ आवाज निकालेर खानुपर्ने रहेछ।